आज चाहिँ म जाँदैछु सुन्दरीजल ढाबड्यामसम्म हाइकको लागि र मेरो यात्रा सुरु हुन्छ चाबेलबाट र म चाबेलबाट सुन्दरीजलको बस चढेँ र चाबेलबाट सुन्दरीजल पुग्न चाहिँ मलाई करिब 20 मिनट जति लाग्यो र बाटोमा हिँड्दै गर्दाखेरि यस्तो राम्रो राम्रो भ्यूहरू पनि देखिरहेको थियो र त्यो देखिएकै पहाडमा आज म चढ्न जाँदैछु के साह्रो भिड रहेछ यार, कहिले माथि पुग्ने। र मेरो यो भिड देखेर नै सातो गइसकेको थियो माथि पुग्दा कसरी पुग्ने होला र कहिले चढिन्छ होला माथि भनेर। यता चाहिँ हाइपै बेसी रहेछ क्या, लास्टै मान्छेहरू आउने। अहिले म जुन चढेको बस छ नि त्यो बसमा पनि लास्टै मान्छे थियो क्या, सबै सुन्दरीजन आउने मात्रै। त्यही होला ड्याम चाहिँ सायद माथिबाट आउने खालको। अब लेट्स चाहिँ हेरौँ कतिखेर अलिकति माथि पुगिन्छ। हामी सुरुमा आउँदाखेरि चाहिँ म चाबेल आएँ ग्वारकोबाट, अनि चाबेल पछाडि म तर खासमा म हिँडेको चाहिँ उता मणिचुड हिँडेको थिएँ। भरे चाबेल आएर यस्तो बस चढेको भरे सुन्दरीजलको बस चढेछु। अनि त्यही सुन्दरीजल गइदिउँ न त आएको थिइनँ, यो पनि फर्स्ट टाइमै हो है मेरो सुन्दरीजलमा चाहिँ। अनि त्यही भएर हेर्दै हिँडेको। अब हेरौँ कस्तो देखिन्छ। यहीँबाट होला सायद जानेको चाहिँ। यो त सुरुमै उकालो छ यार, कत्रो उकालो। यही बाटो हो सिधै जाने। क्यामेरामा देखेको छैन तर यस्तै छ, यस्तै छ क्या। यस बाटो चाहिँ यहीँदेखि दामी नै रहेछ। हेरौँ कसरी पुगिन्छ, कहाँ पुगिन्छ। यो लाइन देखेर चाहिँ म एकपल्ट झन्डै ढलेँ होइन। हेर्छु परैसम्म लाइन छ अनि टिकट काट्ने ठाउँ हो है यो चाहिँ। यार अब म टिकट बल्ल बल्ल भेटेँ, त्यही पनि एउटा दाइको हेल्पले भेटेको मैले टिकट चाहिँ। धन्न, थ्याङ्क यू यार, कुन चाहिँ दाइ हो अब हेर्नुभयो भने चाहिँ थ्याङ्क यू। टिकट यत्रो लाइन छ, अहिले म त्यो क्लिप हालिदिन्छु कत्रो लाइन छ भनेर। त्यत्रो लाइन छ, बस्दा बस्दा भेटेन। अनि सिधै अगाडि सिधै अनि गएर त्यो जो मेन लाइनमा बसिरहेको थियो त्यो दाइले मेरो काटिदिनु सिङ्गल हो भनेको काटिदिनु भयो। अब चाहिँ सुरु भयो मेरो हाइक। वेट, यहाँदेखि चाहिँ मेरो माइक अफ भएर भोइस आएन छ र धेरैवटा क्लिपमा चाहिँ मेरो भोइस छैन। त्यही भएर मैले त्यो क्लिपलाई जोडेर थोरै भिडियो बनाएर हालेको छु सिनेमेटिक फर्ममा। हेरिदिनु होला, थ्याङ्क यू। यहाँभन्दा अगाडि चाहिँ म सोलो हाइक आएको थिएन कि, यो चाहिँ मेरो फर्स्ट टाइम हो। त्यही मलाई क्यामेरामा हेरेर बोल्न पनि कस्तो लागिरहेछ। जे होस् फर्स्ट टाइम हो। फर्स्ट टाइम सोलो हाइक पनि राम्रै हुन्छ यहाँ आउँदाखेरि चाहिँ। म एक्लै आउने मजा क्या, साथीहरूलाई को आउँछ को आउँदैन बरु साथीहरूलाई किन पर्खिने, बरु एक्लै जान्छु नि। त्यही भएर चाहिँ म एक्लै आएको यो हाइकको लागि चाहिँ। ल अब चाहिँ यहाँनिर छ हाम्रो चाहिँ यो पुल रहेछ दामी खालको एउटा पुल तरेर जानुपर्ने रहेछ सायद। यतातिर चाहिँ मन्दिर छ क्या, र उता तल साइडमा मन्दिर छ जस्तो लाग्यो। अनि यो बाटो चाहिँ हामी सिधै जानुपर्छ जस्तो लाग्यो। यहाँनिर चाहिँ मन्दिर रहेछ, त्यहीँनिर दर्शन गरेर
त्यो देखिरहेको छ नि सानो हो त्यहाँनिर चाहिँ मन्दिर रहेछ अनि हामी चाहिँ पुल तरेर आउँछौँ है आउँदाखेरि चाहिँ यही पुल तरेर आउँछौँ अब हामी जाने भने चाहिँ सायद मलाई जहाँसम्म लाग्छ यतै हो यहाँ माथिबाट जान्छौँ है राम्रै हुन्छ अब हेरौँ कति भयो लगभग आधी घन्टा त भएको छैन होला 20 मिनट जति भयो होला म हिँड्न सुरु गरेको अब हेरौँ कति घन्टामा पुगिन्छ टाइम लाग्ने होला लास्टै त्यही पनि केही छैन लाग्योस् टाइम यार उल्टो बाटो आइहालेछु नि यार छ्या कस्तो उल्टो बाटो आएछ क्या यतातिर त होइन यहाँ त जे मन्दिर भिजिट गर्न चाहिँ आउने रहेछ अनि त्यसपछि फेरि फर्केर गएर त्यो अर्को बाटो चाहिँ रहेछ क्या मैले देखाउँछु कुन बाटो भनेर अर्को बाटो चाहिँ रहेछ म चाहिँ फेरि उल्टो बाटो आइहाल्छु स्या डबल भयो तर केही छैन यो पुल चाहिँ दियोस् पुल राम्रो छ नि त यहाँको यो पुल हेर्न पाइयो यो जुन पुल छ नि त्यो हेर्न पाइहाल्यो बाल छैन हिँडौँ हिँड्ने आएको हो धेरै हिँड्नु पर्यो अलिकति भए पनि त्यही पनि केही छैन हिँड्ने आएको हिँड्ने हो राम्ररी खालको ड्याम चाहिँ यहाँ पनि रहेछ है एकदम दामी खालको बाल सानो भए पनि खालको यत्रो ठुलो दामी पोखरी रहेछ यहाँ तर अरू ठाउँमा जाँदा चाहिँ हाम्रो यस्तो घरहरू हुँदैन क्या जङ्गलको बाटो हुन्छ यहाँ चाहिँ यो खुल्ला घरहरू पनि रहेछ क्या यो राष्ट्रिय निकुञ्जभित्रै पर्ने होटल अनि घर सबै थोक रहेछ है नभए अरू बेला शिवपुरीको अर्को बाटोतिरबाट गयो भने त्यहाँनिर छैन क्या यहाँनिर चाहिँ रहेछ सानो थाके कति पछाडि आएको त्यही भएर होला क्या लगभग 1-1.5 महिना पछाडि म आएको हो क्या म यहाँ हाइक गर्नको लागि फेरि नयाँ ठाउँ आएको भ्यू पनि राम्रो छ ठाउँ पनि राम्रो छ एकदमै अब फेरि स्टार्ट गर्छु अलि एकछिन 5 मिनट जति रेस्ट गरेको त्यस पछाडि फेरि जान्छु तिमीलाई रिग्रेट भइरहेको होला होइन जसलाई मैले बोलाएँ त्यो त आएनौ नि पख तिमीहरूलाई साला अर्को टाइम काहीँ जाऊँ भनौँ भनिसरे ती बेला मैले जानेको छ भन्न मिल्दैन ठिक छ आएनौ भने नि ठिकै हो म त एक्लै भए पनि आइदिन्छु क्या यस्तो घर देख्ने बित्तिकै मलाई पहाड उता हाम्रो पहाडतिरको याद आउँछ क्या धनकुटातिरको कस्तो यस्तै खालको घर हुन्छ नि त यस्तो पुरानो हाम्रो नि यस्तै टाइपको थियो त्यही भएर यो घर चाहिँ त्यस्तै यहाँबाट यार यो त क्या दामी देखेको यसलाई के भन्छ थ्याङ्क यू आरुको बोट रहेछ है फर्स्ट टाइम देखेको मैले आरु बखडाको बोट त्यसको बोट चाहिँ आलु बखडा जे होस् आलु बखडा पनि ट्राई हान्यो यस्तो हुँदो रहेछ होइन खाएको तर बोट चाहिँ देखेको थिएन यस्तो हुँदो रहेछ अब यो बाटो चोर ए भर्खर खाइगरी त आएको त्यही आलु बखडा तलबाट छैन यहाँ खाएकै कुरा रहेछ ती भइहाल्यो दिस वे फेरि यताबाट यहाँ चाहिँ घरहरू चाहिँ धेरै रहेछ क्या अरू ठाउँमा हाइकिङ गयो भने चाहिँ भेटिँदैन नि कहीँ भेटिँदैन यहाँ चाहिँ एउटा ठाउँमा एउटा होटल एउटा घर रहेछ जस गाउँै रहेछ सानो खालको यहाँनिर दामी ठाउँ छ त्यो यहाँ चाहिँ सानो गाउँ छ हो अङ्कल कत्रो गाउँ छ ए पुरै गाउँ हो जे होस्
होइन यो एक्सट्रिम हो एक्सट्रिम हो पानी हालेर बनाउनु खाएको कि पेट्रोल जस्तै देखिन्छ होइन त मान्छेको पेट्रोल हो यो भाले चाहिँ के को लागि अङ्कल ए ए पेट पूजा ठिक छ ठिक छ आधी बाटो चाहिँ आइपुगेँ लगभग आधी बाटो भयो होला सायद अब अलिकति बाँकी छ कतिखेर पुगिन्छ यार जस अरू ठाउँभन्दा चाहिँ यो सजिलो त के भन्नु ठिकै हो जमाजो भन्दा चाहिँ अलिक सजिलै हो ठिकै छ त्यही पनि अब सिधै माथि पुगेर म भेट हुन्छ ओके बाई बबाल देखिएको छ यार यहाँ गएर भिडियो बनाउनु अहिले लास्टमा फर्किँदाखेरि म पुगेर फर्किहाल्छु धेरै टाइम बस्दिनँ त्यो दामी छ क्या यहाँनिर भ्यू चाहिँ बब्बालै देखिने रहेछ लास्टै धेरै गर्मी चाहिँ लास्टै हुने रहेछ लास्टै घाम लागिरहेछ कि पुरै गर्मी भइरहेछ त्यो पनि केही छैन हिँड्नु पनि बिस्तारै बिस्तारै पुगिन्छ होला मेरो चाहिँ रिकमेन्ड गरेको ठाउँ चाहिँ यो है सोलो हाइकको लागि विकेन्डमा आउनु नभए तपाईँ अब अरू बेला आउनुभयो भने बाटो चाहिँ अलिक थाहा नहुन पनि सक्छ अलिअलि झुकिन्छ त्यस्तो झुकिँदैन अरू ठाउँ जस्तो यहाँनिर मान्छेहरू पनि टन्नै आउनु हुँदो रहेछ सेफ पनि छ यहाँनिर गाउँहरू पनि धेरै छ त्यही गाउँहरूको बाटो भएर चाहिँ राम्ररी जान पाइयो राम्ररी आउनु पायो सोलो हाइक आउँदा चाहिँ यो बेस्ट अप्सन है तपाईँहरूको लिस्टमा राख्नुहुन्छ भने राख्दा हुन्छ सुन्दरी जल भनेर तर बिहान चाहिँ अलिकति छिटै आउनु पऱ्यो विकेन्डमा आउँदाखेरि किनकि लास्टै भिड हुने क्या अघि मैले हालेको थिएँ होला त्यो क्लिप त्यो हेर्नुभयो त्यो लास्टै भिड थियो क्या त्यही भएर चाहिँ अलिकति छिटो आउनु होला तपाईँहरू आउँदाखेरि बिहानै टिकट काट्न फेरि लास्टै ढिलो हुन्छ अनि माथि ड्यामै पुग्नको लागि चाहिँ टाइम हुँदैन त्यही भएर चाहिँ छिटो छिटो आएर अनि पुगेर आउनु सक्नुहुन्छ छिट्टै मैले क्या भिडियो अब गाडीमा नै बनाउनु यस्तो भिडियो बनाउँदा कस्तो आफूलाई अलिकति कम्फर्टेबल अझै म कम्फर्टेबल भएको छैन कि भिडियो बनाउन चाहिँ कस्तो ट्राई गरिरहेको हुन्छु अनि आज चाहिँ गाडीमा बनाउँछु जसरी भए पनि मान्छेको अगाडि बोल्नु पऱ्यो जस्तो लागेको थियो ट्राई गरेको बोल्नलाई साला बोल्नै सकिनँ क्या अनि भिडियो निकाल्दै बनाउँदै मैले बाहिरको यसो क्लिप मात्र जोडेँ होइन अब चाहिँ म अर्को रन चाहिँ फिक्स्टै ट्राई गर्छु म गाडीमा पनि एकपल्ट बोल्ने पर्फेक्ट हुनुपर्ने छ क्या तल 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 गइरहेको छ यही बाटो हो कि होइन यार बाटो यही हो कि होइन म हिँडी चाहिँ रहेको छु तल 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 गइरहेको छु ड्याम मुनि छ र खै के हो जस म चाहिँ यही रोड गइरहेको छु हेरौँ हो कि होइन रहेछ थाहा भइहाल्छ नि अलिकति पुग्ने बित्तिकै त्यही पनि एक्लै आउनु पनि मजै हुने रहेछ चुपचाप हिँड्नु आफ्नै सुरमा हिँड्नु कोही पनि हुँदैन केही पनि हुँदैन साथीलाई पर्खिनुपर्छ उता कहाँ छ साथी हिँड्नै सकेको छैन भनेर पर्खिनु पनि पर्दैन आफै एक्लै आफ्नै पारामा हिँड्नु जस मजा चाहिँ हुने रहेछ जस म अलिकति कम्फर्टेबल चाहिँ भएको छैन अझै क्यामेरा फेस गर्न सकेको छैन मेरो यो डरलाई चाहिँ म निकाल्नु पर्ने छ क्या जेसुकै होस् न त्यो मान्छेले आज देख्छ भोलि देख्छ पर्सिदेखि मलाई देख्दैन नि त होइन त्यही भएर चाहिँ म अब चाहिँ म मान्छेको अगाडि पनि भिडियो बनाउँछु मलाई कस्तो लाग्छ क्या अब कम्फर्टेबलै छैन म मान्छेको अगाडि भिडियो बनाउनको लागि त्यही पनि अब म ट्राई गर्छु अब चाहिँ म जति सक्दो पनि भिडियो बनाउँछु हेरौँ अर्को टन चाहिँ फिक्स म बसमा मान्छेसँग बोलेकै भिडियो बनाएर हाल्छु यो चाहिँ मेरो अर्को भिडियोको चाहिँ टार्गेटै भयो क्या ल अब म अलिकति धेर बाँकी छैन अब त खै कति बाँकी छ पुगिसकेपछि अब सिधै माथि भेट हुन्छ हाम्रो त्यस पछाडि ल माथि भेट हुन्छ अब हाम्रो अब चाहिँ जानु क्या यहाँ एउटा बाटो छ यहाँ एउटा बाटो छ यो बाटो सिधै जाने हो कि यो बाटो जाने हो कन्फ्युज भयो त यार फेरि कोही छैन यहाँ फेरि एक्लै आइपुगेको छु म कसलाई सोध्ने अब कुन बाटो जाने जहाँसम्म लाग्छ मलाई चाहिँ यही बाटो हो भनेर त्यो पनि त्यहाँबाट पनि अर्को बाटो छ क्या
कुन बाटो चाहिँ जान्छ होला त यार? ओ मैले त्यहाँनिर मान्छे देखेँ त्यही बाटो, यही बाटो। बागाएर खाइदियो भने नि कसैले थाहा पाउँदैन होला अरे यो मान्छे भन्ने। एकजना देखेँ, तिनजना तिनतिरबाट निक्लियो त, तिनजना तिनतिरबाट निक्लियो त, के हो केही छैन। यही बाटो हो त्यसो, राइट बाटोमा छु म। अब सिधै जान्छु। वर्ल्ड कप चाहिँ यहाँ लागिसके, पुरै ब्राजिल, आज ब्राजिलको झन्डा बोकेर हिँडेको छ त्यो एउटा भाइ। यो सेम झर्ना पनि दामी नै रहेछ। बवाल छ यहाँ चाहिँ, सानो ठाउँ छ त्यो पनि राम्रो छ। ब्राजिलको झन्डै बोकेर हिँडेको यो चाहिँ त्यो खत्रै हो यहाँ। यत्तिको चाहिँ हान्नुपर्छ, यत्तिको वर्ल्ड कप चाहिँ लाग्नुपर्छ सबलाई। अनि वर्ष जस्तो भयो यार अहिले मौसम, फेरि एकैचोटि पर्यो भन्दैन छाता। कस्तो मैले सबै थोक हाल्न बिर्सेछु क्या आज। न पानीको बोतल हालेँ, न छातै हालेँ, अनि त्यो आइडी कार्ड देखाउनु पर्थ्यो नि त, न नागरिकतै हालेछु। के साइको बारेमा हिँडेको म, खासमा केही प्रिपेरेसन नगरिकन हिँडेँ क्या मैले। त्यही भएर चाहिँ कस्तो, अब चाहिँ पानी पऱ्यो भने के गर्ने हो, भिज्ने त होला, भिज्ने भन्दा अप्सनै छैन अब मसँग, कि त बस्नु पऱ्यो एउटा ठाउँमा। खास कति बजी हिँडेको थियो भने 9:30 10 बज्न आँटेको थियो होला ममा त्यहाँ गेटबाट चढ्दाखेरि। अहिले कति बज्यो भन्दाखेरि 12 बजे छ, अहिले ठ्याक्कै 12 बजेछ। 12 भनेपछि म 9:30 10:30मा 1, 11:30मा 2, 3 3.5 घन्टा, लगभग 3 घन्टा 15 मिनट 20 मिनट कति भयो त्यो चढेर। अब धेरै छैन, अब थोरै छ, थोरैमा पुगिहाल्ने रहेछ है। धेरै हिँड्नु जस्तै लगभग अरू नर्मल म कहीँ रोकिनँ, सिधै हिँड्ने, त्यही भएर यस्तो 3.5 घन्टा जति लाग्यो होला सायद। अब रोकेर आउनुभयो भने चाहिँ तपाईँले 4-5 घन्टै लाग्छ लाग्न चाहिँ। बिस्तारो बिस्तारो अब पुग्न लाग्यो। हेरौँ कतिखेर पुगिन्छ। अब सिधै त्यहीँनिर भेट हुन्छ। यहाँबाट भ्यू त के हो यार, खत्रै देखेको छ त। सायद यो रिसोर्ट होला एउटा। दामी बबाल भ्यू छ यहाँनिर चाहिँ। यता साइडमा हो, यत्रो हिँड्ने छ यार, आम्म देखिँदैन ठाउँ पनि, बबाल छ दामी। फाइनली आइपुगेँ महाकाल ड्याम भन्ने ठाउँमा चाहिँ। लगभग 3.5 घन्टा हिँडेर चाहिँ आइपुगेँ यार। र फाइनली म चाहिँ ड्याम आइसकेको छु। अब 10 मिनट हेर्छु, यसको नजारा चाहिँ बबालै छ, हेर्नु न तपाईँहरू पनि, बबाल छ। अब 5-10 मिनट यस्तो बसेर यही भ्यू हेर्दै बस्छु, अनि त्यस पछाडि फेरि म तलै झर्छु। अब बल्ल आइपुगेँ। लगभग 3.5 घन्टा 3.5 घन्टा लाग्यो होला आइपुग्न यहाँ चाहिँ। 3.5 घन्टामा तपाईँहरू आइपुग्नुहुन्छ मजाले, बसेर एकछिन भ्यू हेर्दा हुन्छ। अब म एकछिन 10 मिनट 15 मिनट यसो बस्छु, अनि यहाँनिर भ्यू हेर्छु। त्यस पछाडि फेरि तलै जान्छु म। ल लेट्स गो, थोरै भ्यू हेरौँ यहाँको।
देखाउँछु तपाईँहरूलाई। यो भ्यू छ नि एकदमै मजा छ क्या, शान्त चिल वातावरण। एक्लै आएको छु त्यही भएर पनि मजा लागिरहेछ। म बसेँ 10 मिनट 15-20 मिनट जति चाहिँ यहीँ बसेँ। अब फेरि तल झर्ना आँटेको ल। अब हाम्रो चाहिँ सिधै तल भेट हुन्छ। मेरो मोबाइलको चार्ज पनि सिधिसक्यो, पुरै गइसक्यो। अनि अब चार्ज छैन फेरि भिडियो बनाइराख्यो भने, त्यही भएर चाहिँ अब सिधै तल भेट हुन्छ ल। बाई बाई। मलाई क्या सबैले कति टाढा छ कति, अब म छिटै फर्केँ नि त आज। अनि सबै आउने जतिले कति टाढा छ भन्दै सोधेको मैले उल्टो भनिदिइरहेको छु क्या। अलिकति जस्तै 1.5 घन्टामा पुग्ने बाटो छ भने मैले 2 घन्टा भनिदिएको छु, 1 घन्टामा पुग्ने छ भने मैले 1.5 घन्टा भनिदिएको छु। सबलाई उल्टो भनिदिएको छु। किन उल्टो भन्ने, अब त्यो पछि पुगेन भने त्यही भएर मैले चाहिँ बढाएर भनिदिएको क्या, 2 घन्टा भनिदिएको। सब छक्क परे। सबले सोध्छ फेरि, एकजना मात्र होइन 2जना मात्र होइन, जो भेटिन्छ सबले कति टाइम बाँकी छ, कति टाइम लाग्ला। सबभन्दा सुरुमै झर्नु चाहिँ मतलब सुरुमै के अरे सुरुमै फर्किनु चाहिँ सबभन्दा सबलाई ढाँट्न मिल्ने क्या। 1.5 घन्टा 2 घन्टा लाग्छ भनिदिन्छु क्या म। लास्टै हिँड्यो यार आज, लास्टै थाक्यो। त्यही भएर म यहाँ आएर बसेँ। यहाँबाट भ्यू दामी देखिँदो रहेछ क्या। अब एकछिन भ्यू हेर्ने हो, पानी खाने, अनि फेरि लाग्ने घरतिर। तर म आज सबभन्दा छिटो छु है म चाहिँ आज। लास्टै निन्द्रा लाग्यो जस्तो भइरहेको छ यार। छिट्टै फर्किसकेँ क्या, 2:30 हुँदैछ म फर्किसकेँ लगभग। अब धेर पनि छैन, अब अलिकति मात्र छ, नभए म फर्किसकेँ 2:30 बजे नै। अस्ति जमाचो चढ्दाखेरि म 2:30 मा भर्खर चढ्दै थिएँ क्या। 2 बजीतिर चाहिँ भर्खर हाइकिङ स्टार्ट गरेको थियो होला मेबी। अहिले चाहिँ फेरि फर्की पनि सकेँ आज चाहिँ। लामो चाहिँ फेरि जमाचोभन्दा धेरै लामो बाटो छ है, लास्टै लामो छ। छिट्टै आउनु भयो अनि टिकट लिनुभयो भने तपाईँले मजाले भेट्नुहुन्छ है। आउनु चाहिँ अलिकति छिटो आउनु पऱ्यो। जस मजा चाहिँ मजै भयो। एकछिन भए पनि हिँड्यो, अलिकति गलेर बसेको। मैले चाहिँ कम्प्लिट गरिसकेँ आफ्नो हाइक। हजुरहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। यस्तै फेरि नयाँ भिडियो आइरहन्छ, त्यसको लागि नोटिफिकेसन पनि अन गरिदिनु होला। थ्याङ्क यू, बाई बाई, सी यू सुन।